नयाँ युग सुरु हुँदैछ, एउटा यस्तो युग जहाँ प्रविधि र सृजनशीलता सँगै अघि बढ्छन्। वेलकम टु एटम एरा, द बिगिनिङ अफ न्यू डिजिटल रेभोल्युसन फ्रम नेपाल। मैले एउटा नयाँ एटम एरा नामको चाहिँ युट्युब च्यानल क्रिएट गरेको छु। यहाँ चाहिँ के कुराहरू समावेश गरिनेछ र यो कस्तो खालको च्यानल हो भनेर चाहिँ यसको बारेमा चाहिँ मैले तपाईहरुलाई डिटेल्समा चाहिँ दिन गइरहेको छु। यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोस् र तपाईहरुले आफूलाई लागेको प्रतिक्रिया यसै भिडियोको कमेन्ट बक्समा छोड्नु हुन अनुरोध गर्दै म भिडियोलाई अगाडि बढाउन चाहन्छु। व्हाट इज एटम एरा? एटम एरा के हो त? एटम एरा भन्ने शब्द दुई भागमा बनेको छ। हेर्नुस् है, एटम र एरा दुईटा छन् र एटमको मतलब सृष्टिको सबैभन्दा सानो अणु जुन इनोभेसन, क्रिएटिभिटी र ओरिजिनलिटीको चाहिँ प्रतीक हो भने एरा मतलब यसको चाहिँ नयाँ समय, नयाँ सोच र नयाँ यात्रा भन्ने चाहिँ एउटा अर्थ बोकेको छ। त्यसैले एटम एरा भनेको अ न्यू एरा बोर्न फ्रम द पावर अफ टेक्नोलोजी नलेज है। यो नामले जनाउँछ नेपालको न्यू जेनेरेसन अफ इनोभेटर्स एन्ड टेक क्रिएटर्स भनेर चाहिँ जनाउँछ। व्हाई एटम एरा? आजको समयमा सबै कुरा डिजिटल हुँदैछ, यो हामी सबैलाई जानकारी प्राप्त नै छ। तर हाम्रो समाजमा अझै धेरै ठाउँमा डिजिटल लिटरेसी र टेक अवेरनेस कम छ। एटम एराको उद्देश्य के हो भने मानिसलाई टेक्नोलोजी सिकाउने, इन्स्पायर गर्ने र नेपालमा इनोभेसनको लहर फैलाउने है। यहाँ चाहिँ तपाईले यसमा चाहिँ तपाईले के पाउनु हुनेछ त? यसमा चाहिँ तपाईहरुले के कुराहरू चाहिँ बुझ्न पाउनु हुनेछ त भन्दाखेरि एआई र टेक्नोलोजी ट्युटोरियल्स, त्यसैगरी टेक न्यूज र रिभ्यूज, त्यसैगरी डिजिटल लिटरेसी, साइबर सेक्युरिटी, कोडिङ, आईटी टिप्स हैन, इनोभेसन, स्टार्टअप, एन्टरप्रेन्योरशिप कन्टेन्ट, त्यसैगरी डिजिटल नेपाल, मोटिभेसन र फ्युचर ट्रेन्ड सम्बन्धी जानकारी अनि एजुकेसनल आईटी नलेज सम्बन्धी चाहिँ धेरै ज्ञानहरू चाहिँ तपाईहरुले यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। अब यसको भिजन के त है? एटम एरा केवल एउटा चाहिँ जुन च्यानल मात्र हैन, यो एउटा मुभमेन्ट हो है। यो हाम्रो भिजन चाहिँ इम्पावरिङ नेपाल थ्रु टेक्नोलोजी एन्ड क्रिएटिभिटी हैन। हामी चाहन्छौँ प्रत्येक युवामा चाहिँ त्यो इनर्जी जागोस् हैन, जसले भनिदियोस् यस आई क्यान बिल्ड, आई क्यान क्रिएट, आई क्यान चेन्ज नेपाल थ्रु आईटी हैन। त्यसरी एटम एरालाई तपाईले चाहिँ फलो गरेर तपाई केवल एउटा कन्टेन्ट मात्र हेर्नुहुन्न, तपाईले चाहिँ यहाँ नयाँ थिंकिङ एडप्ट गर्नुहुन्छ र एक डिजिटल युगको हिस्सा हामी सबै बन्ने छौं। सो दिस इज एटम एरा वेयर इनोभेसन मेट्स सिम्प्लिसिटी एन्ड नलेज बिकम्स पावर। यदि तपाईलाई प्रविधि मनपर्छ, सिक्न चाहनुहुन्छ र नेपाललाई डिजिटल बनाउने सपना राख्नुहुन्छ भने तपाईले यो च्यानललाई एउटा सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। बिकज दिस इज जस्ट द बिगिनिङ। वेलकम टु एटम एरा, द फ्युचर बिगिन्स हियर। थ्यांक यू सो मच।